अब पनि लोड सेडिङ भयो भने चाहिँ नि सरकार खबरदार जे पनि चल्छ। लोड सेडिङ हटाएको भारतलाई धन्यवाद दिनुपर्छ अरे। कहाँबाट आउँछ के यस्तो बुद्धि, कहाँबाट हुन्छ यस्तो मन्त्री, कहाँबाट हुन्छ यस्तो सांसद? यो नेता बन्न लायकै मान्छेहरू होइन। यस्तो तपाईँहरूलाई नि रिस उठिरहेको होला नि, मलाई त एकदम रिस पनि उठिरहेको छ, चित्त पनि दुखिरहेको छ। यस्तो गर्नु पाइँदैन होइन। यस्ता मन्त्रीपछि त के भन्ने होइन, आश पनि केही छैन। मलाई त फट्याएको 1 नम्बरमा यो के भन्छ मन्त्री परिषद लाग्छ होइन। तर जनताको भावनालाई कस्तो अवमूल्याङ्कन गरेको। मैले जब कुलमान घिसिङ भन्ने पात्र चिने त्यति बेला मलाई यो को मन्त्री केही थाहा थिएन। लोड सेडिङ थियो, लोड सेडिङ हटाउने मान्छे यो हो भनेर मात्रै थाहा थियो। त्यस्तो रेस्पेक्ट गर्ने मान्छेलाई जुन तरिकाले अहिले यो सरकारले ट्रिट गरेको छ त्यो चाहिँ नि एउटा हेपा प्रविधि। सबैलाई नारायण। घर घरबाट उठेर बस्ती बस्तीबाट जुटेर यो महाअभियानमा कोही पनि नछुटेर नारायण पोखले प्रतिष्ठानको तत्त्वावधानमा निर्माण भएको नेपालकै नमुना बद्रीनारायण धाम, जसको प्राण प्रतिष्ठा 2082 साल वैशाख 19 देखि 27 गतेसम्म काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका वडा नम्बर 7 रामकोटमा यहाँहरू सबैलाई चुले निम्ता। यस्ता मन्त्रीपछि त के भन्ने होइन, आश पनि केही छैन। मलाई त फट्याएको 1 नम्बरमा यो के भन्छ मन्त्री परिषद लाग्छ होइन। तर जनताको भावनालाई कस्तो अवमूल्याङ्कन गरेको। मैले जब कुलमान घिसिङ भन्ने पात्र चिने त्यति बेला मलाई यो को मन्त्री केही थाहा थिएन। लोड सेडिङ थियो, लोड सेडिङ हटाउने मान्छे यो हो भनेर मात्रै थाहा थियो। त्यस्तो रेस्पेक्ट गर्ने मान्छेलाई जुन तरिकाले अहिले यो सरकारले ट्रिट गरेको छ त्यो चाहिँ नि एउटा हेपा प्रविधि, एउटा अरूले राम्रो काम गरेको देख्न नसक्ने होइन। अनि आफूले क्रेडिट पाएन भनेर यो त अब लोड सेडिङ हटाएको भारतलाई धन्यवाद दिनुपर्छ अरे। कहाँबाट आउँछ के यस्तो बुद्धि, कहाँबाट हुन्छ यस्तो मन्त्री, कहाँबाट हुन्छ यस्तो सांसद? यो नेता बन्न लायकै मान्छेहरू होइन। यस्तो तपाईँहरूलाई नि रिस उठिरहेको होला नि, मलाई त एकदम रिस पनि उठिरहेको छ, चित्त पनि दुखिरहेको छ। यस्तो गर्नु पाइँदैन होइन। अहिले हिजोदेखि आज म सडकमा किन गएँ, सदनमा जहिले आउँछ सहकारी पीडितहरूको यो भएन, यो अध्यादेशले रिजल्ट दिँदैन, यो त त्यो के भन्छ संसदीय समितिमा काम गरेको सांसद सूर्य थापाले पनि बोलिसक्नु भयो। यसले भएन, यसरी काम गरौँ, यसरी काम गरौँ, भेटेर भनौँ, यहाँ भनौँ। तर बाल दिने रहेछ, सुन्दै नसुन्ने रहेछ भनेपछि सडकमा त जानुपर्छ। जस्तो यो भन्दै गर्दा जो लोकप्रिय व्यक्तिहरू छन्, लोकप्रिय व्यक्तिमाथि नै केपी शर्मा ओली र उहाँको सरकारी सेट लाग्नु भनेको त नमजाको देखियो नि होइन। अब यो किन लाग्नु भयो भन्ने कुरामा चाहिँ इम्पोर्टेन्ट होला जस्तो लाग्छ मलाई। क्या यो यतिकै त लाग्यो त होइन होला नि त, योभन्दा पहिला पनि लाग्नु भएको छ। किनभने उहाँको स्वार्थ नमानिदिने हो नि त। स्वार्थ मानिदिएको भए त यो यति विवाद हुँदैन थियो होला नि त। स्वार्थ अनुसार एउटा राष्ट्र सेवकले राष्ट्रलाई प्राथमिकतामा राखेर काम गर्ने होला। काम गरेपछि रिजल्ट पनि आइरहेको छ। हिजो उहाँलाई निकाल्दाखेरि पनि चेपाङ बस्तीमा उहाँ बत्ती बालिराख्नु भएको थियो होइन। अनि त्यस्तो मान्छेलाई चाहिँ अनि निकालेर चाहिँ आफ्नो चाहिँ उद्देश्य पूर्ति गर्न चाहिँ अलिकति ठिक देखिएन। र यो जुन अवस्थामा अहिले जर्जर अवस्थामा छ, अहिले गणतन्त्र र राजावादीको एउटा त्यो आम्ने सामने हुने जुन अवस्था छ, यो बेलामा त मलाई त यो सरकारले नै मलदल गरे जस्तो पनि लाग्छ क्या। यो चिजमा चाहिँ त्यो जति चाहिँ निराशा जति जनतामा अझ बढाइदिएपछि त एउटा मार्शल ल लाउने हिसाब हुन्छ होइन। त्यसले गर्दाखेरि चाहिँ यो जानिकन चाहिँ यो चाहिँ गरिरहेको जस्तो लाग्छ क्या। त्यो डिसेटिस्फ्याक्सन हामी युवाहरूलाई त एउटा त्यो डिसेटिस्फ्याक्सन त छँदैछ। त्यो चाहिँ एउटा कहीँ न कहीँ त भ्याकुम भएर जम्मा भइरहेको छ नि। त्यसलाई निकाल्नको लागि चाहिँ यस्तै गरेर गर्ने, बालनलाई प्रशासकीय अधिकृत नपठाइदिने। कस्तो भन्दाखेरि काम गर्ने मान्छेहरू सबै विदेश छ हो, विदेश गएर मरिमेटी काम गरेर रेमिटेन्स पठाऊ। त्यो रेमिटेन्सको भरमा चाहिँ नि उहाँहरूले मोज मजा गर्ने, तर प्रश्न सोध्ने चाहिँ नि कोही नहोस् भनेर त्यो हेतुले गरेको जस्तो पनि लाग्छ मलाई। होइन, एउटाबाट अर्को भयो। 84मा मिसन 84 गऱ्यो, कमिसन 84, 100 करोड यता ऊर्जाबाट, 40 करोड गभर्नरबाट होइन। अनि त्यो जम्मा गरेर अनि मिसन 84 एकातिर छ होइन। जस्तो अर्को व्यक्ति जो नियुक्त गरिएको छ उहाँ आएपछि सबै कुरा सकिन्छ, फेरि मुलुक लोड सेडिङतिरै जान्छ भनेर अहिले नि ग्यारेन्टी दिनु होइन। ग्यारेन्टी त हामीले बोल्नै पर्दैन। यो त ऊर्जा मन्त्री आफैले सदनमा आएर बोलेको कुरा हो, लोड सेडिङ हुन्छ भनेर। उहाँलाई सोध्नुपर्ने प्रश्न हो, तपाईँको प्लान चाहिँ नि के हो त लोड सेडिङ गर्न नहुने भन्ने? यो सदनमा उहाँले रोस्टमबाट भनेको कुरा हो, राष्ट्रसभामा गएर बोलेको कुरा हो, शून्य समयमा उठेको प्रश्न हो। यो हामीले उठाएको प्रश्न होइन। अब पनि लोड सेडिङ भयो भने चाहिँ नि सरकार खबरदार जे पनि चल्छ। एडमिसन ओपन जुम ब्युटी एकाडेमी, नेपालकै नम्बर 1, 22 वर्षको अनुभवको साथमा 100% जब ग्यारेन्टी। सबै खबर सबैका लागि।